परदेशी कथा श्रृङ्खला एपिसोड 11 तलबभन्दा ठुलो ऋण। कहिलेकाहीँ तलब हातमा आउँदा मनले चुपचाप सोध्छ, यसपालि आफ्नो लागि के किनौला। तर आमाको औषधि सम्झिन्छु, बुबाको आवश्यकता सम्झिन्छु, छोराछोरीको पढाइ सम्झिन्छु, घरको जिम्मेवारी सम्झिन्छु, अनि आफै त्यो सानो डरलाई पनि मनको कुनामा राखेर चुपचाप बिर्सिदिन्छु। श्रीमतीले मायाले सोध्छिन्, तपाईँलाई केही चाहिएको छैन? म मुस्कुराउँदै भन्छु, छैन, मलाई केही चाहिँदैन, तिमीहरू खुसी हुनु त्यही काफी छ। तर फोन राखेपछि त्यही मुस्कानभित्र लुकेको मनले बिस्तारै सोध्छ, मेरो खुसी चाहिँ कहिले आउला। परदेशीको तलब मात्र पठाएको हुँदैन, उसले आफ्नो समय पठाएको हुन्छ, आफ्नो जवानी पठाएको हुन्छ, आफ्नो रहरहरू पठाएको हुन्छ र आफ्नो आज दिएर परिवारको भोलि सजाएको हुन्छ। त्यसैले परदेशीको तलब कति छ भनेर मात्र नसोध्नुहोस् महोदय। उसले त्यो तलब कमाउन कति रात निद्रा हराएको छ, कति पटक मन रोकेको छ, कति रहरहरू गाडेको छ, त्यो पनि बुझिदिनु होला। किनकि तलब त महिनामा एकपटक आउँछ, तर परिवारको ऋण परदेशीले हरेक दिन तिरिरहेको हुन्छ। धन्यवाद।